नमस्ते सबैजनालाई म प्रतिका लुङ्गेली मगर फेरि पनि आइसकेको छु न्यू डे न्यू ब्लगको साथमा। सो आजको ब्लग चाहिँ के हुन्छ भनेर बाहिर टाइटल र हाइलाइट हेरेर थाहा पाउनु भयो होला। आज चाहिँ छ हाम्रो लास्ट साकेला, आज हाम्रो समापन पनि छ अनि आज सलकपुरमा साकेला पनि छ। सो त्यही अब हामी त्यहीजना आँटेको, म चाहिँ अस्ति झापा गएको थिएँ अनि झापाबाट बहिनी पनि आएको छ। बहिनीसँग जान्छु म, बहिनी अनि मेरो साथी जान्छौँ आज हामी साकेलामा। सो आजको भिडियो त्यही हुनेछ। आज हामी साकेला जान्छौँ, साकेलाको समापन पनि हुन्छ। समापन चाहिँ भ्याउँछ कि भ्याउँदैन हामी थाहा छैन, किनभने समापन त अब सबै साकेला उता भइसकेर बेलुका बेलुकातिर गर्नुहुन्छ नि त। हामी समापन भ्याएनौँ भने भ्याएनौँ, हामी साकेला चाहिँ भ्याउँछौँ आज। सो भिडियो लास्टसम्म हेर्नु होला। आजको भ्लग के हुनेछ कसो हुनेछ, आज हामी साकेलामा जान्छौँ भने एकदम मजा गर्नेछौँ। सो म चाहिँ अहिले भर्खरै उठेको बिहान 7 बज्ने बेलामा, अहिले चाहिँ 7 भन्दा कति कति भइसक्यो। हाम्रो कस्तो राम्रो फुल फुलिरहेको छ, लिली लिली हजुर बुझ्नुभयो साथीहरू, लिली 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 फुल। लुक एट गाइज, मैले मेरो लुगा र अर्नामेन्टहरू चाहिँ सबै यहाँ रेडी गरेर राखिसकेको छु। अनि 15 त दुईवटा लियो भनेको 30 को अर्को पनि पुग्दैन, त्यति लान्थेन। साथीहरू हामी चाहिँ यहाँ देख्न सक्नुहुन्छ, उसले चोली लगाएँ, मैले चोली लगाएँ, यसले पनि चोली लगाएँ, पेटीको लगाएको छौँ यसरी हामीले। अब चाहिँ हामीलाई यहाँ आमाले साडी लगाइदिनुहुन्छ, यसरी राखेको छौँ। अनि त्यहाँदेखि हामी रेडी सेडी भएर जाने। आमा अब प्रति हेरेर साडी लगाइन्छ। साथीहरू देख्न सक्नुहुन्छ मैले चाहिँ लुङ्गी लगाइसकेँ। अस्ति नै गौ कि अहिलेको अस्ति नै गौ मैले साडी साथीहरू हामी चाहिँ बल्ल 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 10 बजेदेखि रेडी, 10:30 बजेदेखि रेडी हुन थालेको। 12:30 भयो। अब चाहिँ हामी जाँदैछौँ। हामी चाहिँ आफै फाल्दै जान आँटेको हो नि त, टोलीसँग जान आँटेको होइन। त्यही भएर हामी अङ्कल कसरी गोटा हो यहाँदेखि यहाँबाट 25 रुपियाँ गोटा हो नानी, 25 रुपियाँ गोटा अरे। हामी फाल्दै सवारीमा जाँदैछौँ। टोली पनि भर्खर जानुभयो होला, हामी पनि रेडी सेडी भएर हिँडेको। अब मैले चाहिँ ब्ल्याक कलरको चोली लगाएको छु अनि यहाँ 2 टी-सर्ट रेड कलरका राम्री राम्री राइनीहरू। ए हो ए हुँदो रहेछ। हामी चाहिँ गएको, अब यहाँबाट हेर्दै जानु होला के हुन्छ कसो हुन्छ। अब जाने बित्तिकै के ओ गएकै रहेन, टोली त बसिरहेको रहेछन्, के गर्ने त। हामी जाऊँ त्यताबाट होला, यता बाटो छैन, यो बाटो छैन, टोली त गएकै रहेन रहेछ। तिमी यहाँ टोलबाट निक्ल्यो, टोली त गएकै रहेन रहेछ। तर हामी गएको अब यसो गएर भिडियो सिडियो गर्दैन, टोली आयो भने त नाच्न थालिहाल्नु पर्छ नि त। टोलीसँग नगएको, टोलीसँग गयो भने यस्तो झ्याउ हुन्छ। अस्ति बेलबारी जाँदाखेरि टोलीसँग गएको हामी 12 बजे हिँडेको थियौँ, 12 बजेतिर हिँडिसकेको थियौँ होला। टोलीसँग जाँदा ओर्दा त 1:30 भइदिरहेको, बेलबारी पुग्दा त 2 बजिसक्यो। अनि नाच्नै पाएन, घर आइहाल्यो। अनि फेरि जाने बित्तिकै एकछिन बसी फेरि घर आइदिइहाल्यो। त्यही भएर मैले कसलाई पनि भेट्न पाएन। साथीहरू हामी चाहिँ मेला आइपुग्नु आँट्यो। यो पानी ट्याङ्की होइन, पानी ट्याङ्की छ म त। अनि पानी ट्याङ्की चाहिँ खै ऊ वाउ, ओइ कति धेरै मान्छे, ओइ ठुलै लाग्दो रहेछ। पानी ट्याङ्कीको साकेला भनेर मात्रै बुझ्दो रहेछ। यहाँको टोलीहरू पनि सफारीमा आएको के हो सबै। वाउ कस्तो लागेको रहेछ त, त सानो हुन्छ होला भनेको थिएँ। त्यही सोच्दै थिएँ हामी चाहिँ आइसक्यौँ होइन। तर गीत बजाइदिएको बजाएकै हुनुहुन्छ, मेरो कपिराइट लाग्छ होला भरे फेरि। साथीहरू हामी चाहिँ मेला आइसकेको थियौँ अनि यहाँनिर हामी सबै हेर्दै थियौँ क्या। हामी सबैले चाहिँ के सोचेको थियौँ भने सानो लाग्छ होला भनेर सोचेको थियौँ, तर ठुलै लाग्दो रहेछ। यहाँनिर चाहिँ एकदम ठुलो भएको थियो, सामानहरू पनि सबै थियो, मजाले मेला लागेको थियो यहाँनिर चाहिँ। सब हेर्दै हिँड्थ्यौँ। अनि यहाँ हेर्नु साथीहरू कस्तो राम्रो राम्रो सामानहरू क्या, राई कल्चरमा लाउने सबै सामानहरू चाहिँ थियो यहाँनिर होइन। अनि झन्डाहरू पनि थियो, साथसाथै त्यो लाछाहरू के ब्यागहरू पनि बुनेर राख्नुभएको थियो। हाम्रो सलकपुरको चाहिँ यहाँनिर मेन डान्स गर्नुपर्ने रहेछ, जुन यो स्टेज जस्तो भनौँ न। अनि सो यस्तो भइरहेको थियो यहाँनिर, यसरी गर्नुभएको थियो। यो सायद यहाँनिर सिङहरू थियो के थियो, डोलहरू राखिराख्नु भएको छ यसरी। अनि सबै मेला यस्तो देखेँ, हेर्नु न कत्रो ठुलो लागेको थियो। कति धेरै मान्छेहरू पनि आउनुभएको थियो, सामान राख्नेहरू पनि सबैजना हुन्थ्यो। कत्रो ठुलो मेला लागेको थियो। मैले चाहिँ क्या साथीहरू गीत बजाएको हुन्थ्यो नि त, कत्रो ठुलो कपिराइट लागिहाल्छ एकैछिनमा, त्यही भएर भोइस ओभर गरिदिएको थिएँ। अनि हामी चाहिँ यहाँ पूजा गर्ने ठाउँमा आइसक्यौँ। सबैजना लाइनमा बसिराख्नु भएको रहेछ टिका लगाउनको लागि, एकदम भिड पनि थियो। अब उहाँहरूको पालोपछि त हाम्रो पालो
आउँछ त्यही भएर हामी चाहिँ यहाँ पर्खिरहेको थियौँ अनि एकछिनपछि चाहिँ हामीलाई बाजेले टिका लगाइदिनु भयो मैले लगाएँ त्यसपछि मेरो बहिनीहरूले पनि लगायो मेरो बहिनीहरूले पनि टिका सिका लगायो अनि मेरो साथीले टिका लगायो हामी तिनैजनाले टिका लगायौँ अनि साथीहरू म चाहिँ योपालि खुसी थिएँ किनभने योपालि मलाई सिधा टिका लगाइदिनु भएको थियो क्या टिका पनि लगायौँ होइन हामीले चाहिँ के सोचेको थियौँ भित्र गएर हेर्छौँ साथीहरू भेट्यौँ भने भेटिनौँ भनेको थियौँ तर भेटिनौँ अब बाहिर गएर हामी फोन गर्छौँ अनि त्यहाँदेखि फेरि भित्र आउँछौँ रिचार्ज हाल्छ उसले अनि त्यहाँदेखि फोन गरेर जाने अब चाहिँ नाता थाल्नु भयो जस्तो डङ 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 गर्दै हुन्छ अघि चाहिँ गीत बजाइराख्नु भएको थियो गरेर चाट न गर ओ घुमाइदिन्छ ल छिटो अब नाच्न जाने अरे उहाँ हामी चाहिँ दिल्ली है अब चाहिँ मैले मेरो क्यामेरा प्रिन्सलाई सोपिदिइसकेँ ओइ मन ए खोइ सारिका कुना साथी भन्नु त्यसमा हानेन यो वालामा नाच्नु भन्दैछु गर्मी छ केही छैन गर्ने भयो भने यतिको नाचिन्छ खै त गीत गाउँदैन भाइ छोड म हान्छु भाइ छोड म हान्छु छोटुले हान्छ ल 1 2 3 go गोली पनि हान्ने हो ल ल के भएको गरिने खैलु म तपाईँलाई छाता गिफ्ट गर्दछु थ्याङ्क यू सुन्दा अलिक ल ल ल यहाँबाट कसैलाई पनि इयरिङ लगाउने डरेर काली भइसकेर हात टिपी खै त लु हाङमा क्युटी भाइ हाङमा म चाहिँ छुइनँ लगाइस अब चाहिँ नाच्नु बेला भइसक्यो आजको यो साग्रासीमा आजको पक्कन यो पालि हुनु नपाए अर्को पालि घाममा हुन्छ होइन जब पालि खट्टा यो कुन ठाउँ हेर यस ठाउँको नाम के हो यो ठाउँको नाम चलकपुरमा आज फायर हामीले पाएर होइन छोटा फायर हान्दैन होइन छोटा आज छोटा फर्स्ट ब्रान्ड छोटु ब्रान्ड आज ढोलक है काँटा राखिराखेको जाने मानव सोल्टिने लान अहिले नै रेडी छ म अघि आउने बित्तिकै कति राम्रो सोल्टिनेहरू भन्दै थियो उसले त्यहाँ बसेर लान्छ अरे सक्छौ यो त बोक्न सकेको छैन यहाँ सोल्टिने ल ल ल इगो हट भयो
लकी रानी चाहिँ अब घर जान्छ बाई म लकी रानीको लागि मेरो साकेला तागेर टिकटक बनाउन आएको थिएँ अब म जान्छु बाई अब म चाहिँ एक्लै जान्छु हाम्रो वहाँनिर हाम्रो टोली नाच्दै हुनुहुन्छ अनि म नाच्दै थिएँ अनि उनीहरू घर जाने भन्यो अनि त्यहाँदेखि हामी एउटा टिकटक बनाउने भनेर हिजोदेखि भनेको थियौँ नि त अनि त्यहाँदेखि हामीले एउटा टिकटक बनायौँ अब म फेरि हाम्रो टोली भएको ठाउँमा जान्छु अनि फेरि नाच्छु आज त नाचेको अनि एकछिन छोड्ने अहिलेसम्म त्यति धेरै मान्छे हुनुहुन्छ अहिले किन मान्छे फुल मिनी होइन भाइ को नाच्न स्कुलको भाइहरू गाइस अब नाच्न जाने वा मेरो यहाँनिर कहिले नाच्नु नआउने मान्छे नाच्दाखेरि यस्तो हुन्छ क्या ऊ म त्यहाँ गयो भने मेरो पनि हाल्नु त्यस्तै हो टिकटक बनाइसकेको यहाँनिर अब हामी भित्र जाने म फोटो पनि खिच्छु अब भित्र गएर खिच्छु अनि अब टिकटक बनाइदिनु अब हामी भित्र जाने लु जाम 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 अल्छी लागेको छैन नि अब मोहनले बनाउँछ क्यामेरा मैले उसलाई सोधिसकेँ किन हो म आजकल एकदम साइको बाछु छोटु किन रिसाएको होला किन्दिन अरे के अनि रिसाइरहेको कसरी हेर्दै छोटु अरे अनि यस्तो गरेर कहीँ अब चाहिँ हामी होइन हामी खाली ठाउँ कहीँ पाएनौँ होइन हामीले खाली ठाउँ यहाँ मात्रै पायौँ अब हामी यहीँ फोटो खिच्यौँ खाली टक्क घाम पनि यहीँ आउँदो रहेछ यहीँ फोटो खिच्यौँ ल ओके डन पहिले सुरुमा कसो खिचिदिने मेरो चाहिँ खिच्दिने होला नि कसले खिचिदिन्छ ल ल ल मलाई प्रिन्सले फोटो खिचिदिन्छ यहाँनिर ठिक्क घाम आएको बेलामा अनि त्यहाँदेखि हामी के 2:30-3 बज्यो होला 4-4:30तिर त हामी फेरि घर बर्दियाको बात आयो बर्दियाको बात चाहिँ हामी खाजा खान जान्छौँ हेलो कागो मेरो बहिनीलाई अघि नल्याउने भन्दा चाहिँ मानेन अहिले ल्याएको घर जाने भन्दै रुँदैछ यस्तो दिमाग खराब गरिदिन्छ मेरो नामले यता हाम्रो आइसा दिदी यता पनि अर्को पनि दिदी नै विराट चोक काट चाहिँ खाइदिन्छ ए ल अबे यो के हो सेतो सेतो यो काई देखे यस्तो लागेको छ भुजाको डल्ला अहिले बुढी किन रिसाएको आइज चटपट खानु बहिनी यहाँ त पुरा चटपट खाने उयो चाहिँ खुसीलाल मुस्किएर बस तिमी बोलाऊ यो चाहिँ मैले किनिदिएको है यो मैले किनिदिएको है यो चाहिँ यसमा जितेर भन न अब हेर त खानु जन्मेको अलि बिस्तारै खा अड्केर मर्ला
यता मिस चाहिँ कहाँबाट दराइजिङको मिस नजिक होइन ब्राइट थाइल्यान्डबाट भन्देऊ न उसले त पोर्चुगलबाट भन्छ होला पोर्चुगलबाट म अर्जेन्टिना अरे प्यार है ल है पानी खाएको हेर त लु लाजै मर्दियो पानी नखाने पानी नखाने सेल्टिनहरू आउनुभएको पानी खाने आउनु गाइस अब चाहिँ हाम्रो फेरि अर्को डान्स हुन आँट्यो हामी लास्ट इयर एकचोटि नाच्यौँ अनि त्यहाँदेखि जान्छौँ ल गाइज हामीले चाहिँ फोटोसोटो खिच्यौँ होइन अब घर जाने गाइस प्रतिका फायरमा तपाईँहरूको प्यारो भ्लगर दिदी फायरमा छ बहिनी हाँस्यौ त पनि गर्दा न बल्ल बहिनी मान है गाइस अघिसम्म रिसाइरहेको थियो बल्ल खुसी भयो भोक लागेको छैन गाइस हिँड्दै जाने म त सक्दिनँ भरे मेरो खुट्टा चाहिँ मलाई खिचिदिन्छ होइन दुःख भने गाइस यहाँ ढेँडो छ खोइ कहाँ गयो होला उति छाता देख्दैनौ यताउता एकछिन है गाइस प्रतिके यत्रो बाटो हिँडेर आएर पिलिक्क भयो बनाउँदै आफै ल सोध्नु नि म यता साथी सङ्गी एक्लै लकी सङ्गी भनेको उहाँलाई भन्नुहुन्छ एक्लै भयो छिटो न फोटो खिच्देऊ खै हेरौँ न पुकी चार्जर पुकी सबैलाई चाहिँ थाहा छैन सबैले अब खोज्दैछ खोजे फोन खोज्दैछ है गाइस फोन गर्दै थियो अब खाएर आज के खाइस भने त अघि डरेलु खाएको होला नि त बुझिहाल्यो नि के हो ल्या फोन चोरको आयो मेरो त पुजुन्डे फोन छ होइन एस्थेटिक भएको एस्थेटिक फोन छ फोटो त एस्थेटिक आउँछ नि त चलाबाट एस्थेटिक कम लगाइसक्यो छिटो न मलाई कोही सिकाउनु गाइस यहाँ चाहिँ फोन साइलेन्टमा राख्दै क्या हो ल गिद्दी भयो मैले होइन मल्ले गोजीमा हालेको थियो गाइस फाइनली फोन पायो बुढो भएको यो के कलर लाउँछ एस कलर हाइलाइट हानेको भाइ के भनेको के हो एस कलर सिल्भर कलर हाइलाइट हानेको बेइज्जत गरा यार फोनले मलाई म्याक्स मनी पाएँ साथीहरू हामी चाहिँ अहिले घर आइसक्यौँ हिँडेर होइन तर यहाँनिर समापन हुन्छ तर हामी समापन जाँदिनँ मलाई हजुर सीमा दिदी मेरो मोबाइलमा 22% चार्ज भएछ होइन पावर ब्याङ्कको पनि चार्ज छ कि हामी समापनमा जाँदैनौँ किनभने मम्मीले दिनुहुन्न अब हामी एकचोटि घर जान्छौँ घर गएर भेटौँला साथीहरू म चाहिँ घर आइसकेँ अनि घर आइसकेर मैले भिडियो सिडियो एडिट गरेँ यहाँ मेरो कपालले टिके भुज जस्तो भइरहेको छ यो चाहिँ मैले त्यो टुपी बाँधेको थिएँ नि त म मर्न आँटिसकेँ मेरो घाँटी के तातो भइरहेको छ मलाई के ज्वरो आउँछ के आउँदैन थाहा भएन तर मेरो स्वर यस्तो भइसकेको छ यो सब 3-4 दिन भयो घाममा डुलो चिसो पानी खायो त्यसको नतिजा देखाएर आएको छ स्वर बिहान पनि भाँसिएको थियो अहिले पनि भाँसिनु खोज्दैछ खोकी चलेको सुक्खा खोकी आएको छ स्वादको दिन चाहिँ यस्तै भयो हामी साकेलामा गयौँ एकदम मजा आयो म नाचेको त थिएँ टर्ने तर भिडियो चाहिँ रहेन रहेछ
बनाउनु चाहिँ बनाएको रहेछ बट जुन मैले नाचेको चाहिँ भिडियोहरू रहेन रहेछ। सो आजको भिडियो चाहिँ यति नै, लास्टसम्म हेरिदिनु हजुरहरू सबैजनालाई धेरैभन्दा धेरै धन्यवाद भन्न चाहन्छु। मैले एक्जाम सकेको थिएन, एक्जाम थियो र ब्लग बनाएको थिएन। अब चाहिँ एक्जाम सक्यो, अब म ब्लगहरू हाल्छु। अस्ति झापाको ब्लग यस्तो भयो, त्यहाँ डाटा थिएन, त्यहाँ नेट थिएन, लाइन पनि थिएन, त्यही भएर ब्लग अपलोड गरिनँ मैले। सो आजको भिडियो चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ, बाई बाई।